नमस्कार सबैजनालाई। आज मेरो भिडियो नयाँ र छुट्टै खालको बनेको छ। कृपया मेरो भिडियोलाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनु होला। लेट्स इन्जोय द भिडियो। हेलो गाइज, गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। ल देख्न सक्नुहुन्छ सनराइज भएको छ। म तपाईलाई देखाउँछु भर्खरै हैन। यहीदेखि चाहिँ देखिन्छ सनराइज भएको। ल देख्न सक्नुहुन्छ साथीहरु, भर्खर घाम झुल्केको छ हैन। प्यालो घाम झुल्केको छ साथीहरु। ल हेर्न सक्नुहुन्छ। धेरै दिन भएको थियो म भ्लग बनाउनु चाहिँ पाएको थिएन। 4-5 दिन चाहिँ यहाँ रोमानियामा पानी आएको आई गरेर चाहिँ म हिँड्नै पाएन साथीहरु। त्यसको लागि क्षमा चाहन्छु है। र म बिचमा सानो भिडियो पनि अपलोड गरेको थिएँ। यही हो साथीहरु, काममा आउने जाने हैन, काम गर्ने। रोमानियाको जस बिजी लाइफै छ। हेर्नुस् त कस्तो राम्रो घाम लागिराखेको छ। भिटामिन डी को चाहिँ कमी हुन्छ दिन्न के साथी, त्यो हैन। यस्तै बिहानको घाम, राम्रो घाम हुने नि भिटामिन डी पाइन्छ नि त घामबाट। सो त्यसैले चाहिँ म पनि आफै पनि घाम ताप्ने गर्छु। हप्तामा 1 चोटि या 2 चोटि, सकेसम्म 2 चोटि नत्र 1 चोटि भने घाम चाहिँ तापेकै हुन्छु। घाम ताप्नुको धेरै फाइदाहरू छन् साथीहरु। म तपाईहरुलाई बताउने छु साथीहरु। धेरै दिन भएको थियो हैन भिडियो अपलोड नगरेको चाहिँ। आज चाहिँ म बनाउँछु भनेर धेरै दिन पनि भएको थियो नहिँडेको मतलब मैले हिँड्न त हिँडेको थिएँ, एक्सर्साइजहरू गरिराखेको थिएँ। यही साथीहरु म आएँ अनि यहाँ आएर चाहिँ टक्क एक्सर्साइजहरू गरेँ। अनि त्यसपछि रनिङ गर्दै आएँ। अनि वहाँ पुगेँ, सबमिटमा पुगेर चाहिँ एक्सर्साइजहरू गरेर यहाँ आएर बस्छु। अनि एकछिन आएर अनि त्यसपछि चाहिँ मेरो आफ्नो एक्सर्साइजहरू गरेर चाहिँ अनि म रिटर्न ब्याक हुन्छु हैन। मैले रेगुलर पोस्ट गर्छु भनेको त्यही त अनि हैन। विदेशको थाहामा अब कहिले काम गर्नुपर्छ, कहिले कामको प्रेसर, कहिले के अब सबै हैन आफ्नो कामदेखि ल्याएर हैन हरेक कुराहरू गर्दाखेरि चाहिँ अलि नभिइदो रहेछ हैन। त्यही भएर चाहिँ त्यसको लागि म क्षमा चाहन्छु। तर केही छैन, म निरन्तर भिडियो अपलोड गर्ने चाहिँ कोसिस गरि नै रहनेछु। जति सक्यो म हजुरहरूलाई चाँडै भिडियो दिनेछु। मेरो भिडियो हेरिदिनु भएको छ हैन, सबैजनाले हेरिदिनु भएको छ, माया गरिदिनु भएको छ। त्यसको लागि म धेरै धन्यवाद दिन पनि चाहन्छु। त्यही हो साथीहरु हैन। बिहानमा हिँड्न चाहिँ नछोड्नु होला, हिँड्नुहुन्छ कि नै। यदि मेरो भिडियो हेर्नुभयो भने चाहिँ बिहानमा कमसेकम मर्निङ वाक अनि जोकिङहरू हैन, दौड्न नसके पनि फटाफट हिँड्ने चाहिँ बानी बसालौँ हैन सबैजनाले। भिटामिन डी चाहिँ प्रशस्त रूपमा पाइन्छ। यो चाहिँ घाम तापेपछि पाइन्छ, नत्र पाइँदैन है। फेरि अर्को कुरा पनि घाम ताप्नु होला। सो त्यही भएर भिटामिन डी चाहिँ के हो भनेर भन्नु होला। भिटामिन डी चाहिँ सनराइजबाट चाहिँ हाम्रो छालामा परिसकेपछि चाहिँ त्यो हाम्रो एउटा छालामा बोसो हुन्छ। त्यो बोसोलाई चाहिँ तातो घामको किरणले गर्दाखेरि चाहिँ त्यो भिटामिनमा चाहिँ परिणत गरेर गरिदिन्छ। अनि त्यसैलाई चाहिँ भिटामिन डी भनेर भनिन्छ। त्यो चाहिँ भिटामिन चाहिँ हाम्रो शरीरको लागि चाहिनै पर्ने कुरा हो। त्यो जब भिटामिन डी को कमीहरू हुन्छ, मान्छेहरूलाई चाहिँ शरीरमा दुखाइहरू हुने, अनि अल्छीपन हुने, अनि खाना खाएकोहरू धेरै नपच्ने हैन। जस्तो हरियो सागपातहरू खाइन्छ नि, त्यो खासै पच्दैन नि। त्यो पनि पच्छ साथीहरु। रेगुलर रूपमा चाहिँ घाम तापिराख्नुपर्छ। सकेसम्म चाहिँ हप्तामा 4 दिन भनेर भनिएको छ। तर चाहिँ सकिएन भने चाहिँ हप्तामा 2 दिन भए पनि ताप्नुपर्ने हुन्छ। र घाम ताप्ने बेलामा चाहिँ जतिखेर बाहिर उठेर चाहिँ घाम तापेर चाहिँ हुँदैन। हप्तामा सकेसम्म 4 चोटि नभए 2 चोटि भने ताप्न आवश्यक हुन्छ। नभए एकैचोटि भए पनि, हप्तामा 1 चोटि भए पनि ताप्नु आवश्यक हुन्छ। नेपालमा भएको जब फेरि बेलामा चाहिँ जति फेरि तापे पनि हुन्छ। र विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले चाहिँ अलि गाह्रै हुन्छ, किनकि कामहरूको प्रेसरदेखि लिएर सबै कुराहरू हेर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ एक दिन चाहिँ छुट्टी नै हुन्छ सबैजनाको। त्यो समयमा चाहिँ सम्पूर्णले चाहिँ घाम ताप्नु राम्रो हो। कुन समयमा ताप्दा चाहिँ राम्रो हुन्छ भन्ने कुरा हुन्छ। त्यसमा चाहिँ समयको हिसाबमा चाहिँ बिहानको 7 बजेको घामदेखि लिएर साँझको दिउँसोको 11 साढे 11 बजेसम्म चाहिँ ताप्न उपयुक्त मानिन्छ। त्यो समयमा चाहिँ अलि चर्को घाम लागेको समयमा चाहिँ बिहान समथिङ 15 मिनट
15 मिनटदेखि आधी घन्टाको टाइम दिएको छ। 15 मिनट भन्नुको मतलब कि अगाडिबाट यो जुन छ अगाडिको साइडबाट चाहिँ 15 मिनट, अगाडि सकेसम्म लुगा खोलेर टी सर्टहरू खोलेर चाहिँ घाम ताप्नुहुन्छ। नत्र भने हातहरू, मुखहरू, खुट्टाहरू चाहिँ जस्तो देख्न सक्नुहुन्छ यस्तो हाफ प्यान्टहरू लगाएर चाहिँ खुट्टाहरूमा ताप्दा पनि इनफ हुन्छ। सकेसम्म चाहिँ यो चेस्टको भाग चाहिँ टी सर्टहरू चाहिँ खोलेरै, यदि जेन्ट्स हुनुहुन्छ भने चाहिँ खोलेरै ताप्दा चाहिँ केही फरक पर्दैन। दिउँसोको 11 बजीसम्म चाहिँ एकदम राम्रो मानिन्छ र त्यो 11 बजीदेखि उता चाहिँ ताप्नु हुँदैन, किनभने सनको अल्ट्रा भायोलेट रेज भन्ने हुन्छ, त्यो चाहिँ शरीरमा धेरै रूपमा चाहिँ शरीरको छालामा चाहिँ हान्यो भने चाहिँ साथीहरू अहिले त्यसले चाहिँ समस्याहरू पनि देखाउन सक्ने हुन्छ र त्यो धेरै भइराख्यो भने चाहिँ त्यसको पनि छुट्टै रोगहरू हुन्छ। सो त्यसैले चाहिँ समयमा ताप्नुस् र समयमा चाहिँ 3 बजीदेखि उता चाहिँ जतिखेर तापे पनि हुन्छ, 4, 5, 6 अब घाम लाग्दासम्म चाहिँ तापे नै हुन्छ। यहाँ रोमानियामा चाहिँ एउटा कुरा अचम्म छ, हेर्नुहोस् यहाँ चाहिँ बिहानको 6 बजे 6:30 बजे घाम लाग्छ भनेपछि अहिले यहाँ 6:30 भएको छ। 6:30 बजे घाम यहाँ पुरै झुल्किसकेको हुन्छ र रातिको चाहिँ 8:30 बजीतिर चाहिँ बल्ल यहाँ घाम ढल्छ के यो गर्मीको दिनमा। अगस्त सेप्टेम्बरसम्म चाहिँ यहाँ चाहिँ घाम 8 बजे 8:30 बजे चाहिँ डुब्ने हुन्छ र रात चाहिँ 10 बजे पर्ने हुन्छ। साथीहरू भिटामिन डी चाहिँ शरीरको लागि एकदम महत्त्वपूर्ण कुरा हो र भिटामिन हो जसले चाहिँ भिटामिन डीले चाहिँ शरीरलाई स्वस्थ गराउने, एनर्जेटिक गराउने चाहिँ हुन्छ र यसको भिटामिन डीको कमी भयो भने चाहिँ डिप्रेसनदेखि लिएर त्यस्तो समस्याहरू आउँछ, डर, त्रासहरू, अनि रिस उठ्ने हैन, शरीर थकान महसुस हुने, दिमागले काम नगर्ने भन्ने हुन्छ र त्यसैले चाहिँ भिटामिन डी चाहिँ एकदम ल्याउनु आवश्यकता हुन्छ। चाहे तपाईँले सप्लिमेन्ट युज गर्नु, चाहे यस्तै घाममा आएर बस्ने, घाम ताप्नेहरू गर्नुहोस्, तर भिटामिन डी चाहिँ शरीरमा कमी हुन दिनु हुँदैन। त्यसैले यसलाई चाहिँ ख्याल गर्नु होला। त्यसैले साथीहरू भिडियो सानो भए पनि जानकारीमूलक छ, कृपया यो भिडियो चाहिँ हेरेर लाइक कमेन्ट गरिदिनु होला। कस्तो लाग्छ हजुरहरूलाई प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला भनेर भन्न चाहन्छु। सो गाइज अहिलेलाई बिदा चाहन्छु। फेरि अर्को भिडियोमा नयाँ तरिकाको नयाँ ज्ञान र नयाँ नलेज चाहिँ हजुरहरूलाई दिनेछु। त्यति बेलाकोसम्म बिदा हुन चाहन्छु। धन्यवाद। जय नेपाल।